हेलो साथीहरु, आजको भिडियो सुरु गर्नुभन्दा अगाडि म तपाईलाई केही कुरा भन्न चाहन्छु। घटना छ, सानो घटना घट्यो। अशोक भाइको चाहिँ एक्सिडेन्ट भएछ। के गरी भयो, कसरी भयो, केटाहरुलाई अब साइकलहरु लिएर हिँड्दाखेरि चाहिँ अलिकति सचेत भएर लिएर हिँड्नु पर्यो के। भाइ चाहिँ यहाँ उसको दाइको रुममा गएर अनि रुममा आउने क्रममा चाहिँ सानो एक्सिडेन्ट भयो। अनि सो यस्तो घटनाहरु चाहिँ घटिरहन्छ। त्यही भएर म के भन्न चाहन्छु भने तपाईहरु चाहिँ साइकलहरुमा हिँड्दाखेरि अलिकति सचेत भएर हिँड्नु होला। लडेर यस्तो यस्तो हुन्छ। अनि त्यही नै हो। अनि हामी चाहिँ भाइको यो सफा गरेर चाहिँ हामीले मेडिकल गयौँ। मेडिकलबाट गएर टाका साका मारेर आएको छ। अब ठिक हुन्छ होला सायद। भिडियो पुरा हेर्नु होला। तपाईँलाई यही जानकारी गर्न चाहन्छु कि तपाईहरु साइकलहरु लिएर हिँड्दाखेरि चाहिँ एकदमै सचेत भएर लिएर हिँड्नु होला। अलिकति उ भएर त्यही हो। भिडियो गर्नु होला अन्तिमसम्म। यो चाहिँ भाइ एक्सिडेन्ट भएको थाहा पाउने साथै हामीले चाहिँ त्यहाँ एक्सिडेन्ट भएको ठाउँबाट चाहिँ उठाएर ल्याएर रुममा नै ल्याएर रुममै सफा गऱ्यौँ। र अनि सफा गरेर चाहिँ यो थोरै दबाईहरू लगाएर चाहिँ हामीले त्यो रात चाहिँ हामीले भाइलाई रुममा नै रेस्ट गरायौँ। किनकि हस्पिटल जानलाई चाहिँ अलिक असम्भव थियो, रात परिसकेको थियो। त्यहाँ नजिकको मेडिकलहरू सबै बन्द भइसकेको थियो र ठुलो हस्पिटल सरकारी हस्पिटल जानलाई चाहिँ हामीलाई चाहिँ अलिक गाह्रै छ। कम्पनीको मान्छे नआइकन अनि राति भइसकेको कारणले गर्दा चाहिँ रुममै सफा गरेर राख्यौँ। हेलो नमस्ते, गुड मर्निङ साथीहरु, स्वागत छ आजको भिडियोमा। बिहानै उठिसक्यौँ हामी। अनि आज चाहिँ अलि भर्खरै उठेर पनि हामी एकछिन मेडिकल जानु पर्यो भनेर लागेको। अशोक भाइले एक्सिडेन्ट भइहालेछ अनि मेडिकल जानुको लागि हिँड्ने। हिजो राति 10, 11, 12 बजी अब कहाँ मेडिकल जानु थाहा भएन। 10, 12 बजी मेडिकल सब बन्द हुन्छ। त्यही भएर अनि हामी मेडिकल हिँडेको। यहाँ पुरै पानी पलाइरहेछ। सो हामी मेडिकल जान्छौँ। त्यो भाइको हल्का अलिकति उ भएको रहेछ। अनि त्यो सफा गरेर सिलाउनु पनि पर्छ होला सायद। त्यसपछि सिलाउँछौँ अनि आउँछौँ। सो आजको दिनभरि के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदै गर्छु। भिडियो हेर्दै गर्नु होला। घाम लागिसकेको छ। घाम यता यस्तो चिरिक्क भइरहेछ। अरू चाहिँ के हो त्यस्तै छ, देखाउँदै गर्छु। हस् त, बाई बाई। WA5771 हो। त्यो गाडी त गयो जस्तो लाग्यो मलाई। सिधै माथि कता गयो त? हामी यहाँ छौँ भने हामी जहाँ छौँ त्यहीँ आउँछ नि गाडी त। त्यो लोकेसन जहाँ खान्छ त्यहाँ जान्छ। हामी यहीँ भएपछि यहीँको लोकेसन जान्छ। बासी गर्नु यहाँ गएर अट्केछ। त्यो गएकै सिधै मैले कहाँ गयो गाडी? अनलाइनको गाडी पनि साला गयो साला। भाइको यस्तो छ हालत। मेडिकल आएको भाइले यहाँ पासपोर्टै नभइकन आएको रहेछ। सम्म पासपोर्ट नभए यहाँ फेरि केही काम हुँदैन। सो अब के गर्ने फेरि बुझौँ। ल हामी त्यहाँ क्लिनिकमा आएको थियौँ। त्यहाँ चाहिँ लास्टै भिड रहेछ। त्यही भएर यता क्लिनिकमा आएको। यहाँ चाहिँ खै अब मान्छे छ कि छैन कि खुलेकै छैन कि के हो। यहाँ गएर हेर। यहाँ माथि यो क्लिनिकमा चाहिँ सिनारमा चाहिँ लिएर आएको। बिमारी यहाँ छ। सिनार भने यही त हो नि। फोटो पठायो कि पठाएन? फेरि फोटो पठायो कि पठाएन? फेरि भाइले डकुमेन्ट केही नभइकन आएको रहेछ। सम्झिँदैन। बाहिर हिँडेपछि जहिले पनि डकुमेन्ट गेट बाहिर निस्केपछि जहिले पनि डकुमेन्ट निकाल्नुपर्छ भने थाहा छैन। ल भित्र जान्छ, रजिस्टर गर्न मिल्छ मिल्दैन सोधेर अनि एकछिनपछि देखाउँछु। हस् त, बाई बाई। रजिस्टर गर्दैछ। डक्टर पनि रहेछ।
यहाँ चाहिँ भाइको ट्रिटमेन्टको लागि चाहिँ हामीले एडमिसन गराउँदै थियौँ। हामीले जुन मेडिकलमा एडमिसन गरायौँ त्यो मेडिकलमा चाहिँ हामीले भाइको पुरा ट्रिटमेन्ट गर्न सकेनौँ, किनभने हामी त्यहाँनिर सफा गर्ने क्रममा चाहिँ त्यहाँको डक्टरले चाहिँ त्यो भित्रको हड्डी नै देखेको छ, त्यो हड्डी केही प्रब्लम भएको छ कि एक्सरे गर्नुपर्ने हुन्छ। अनि त्यहाँ चाहिँ एक्सरे गर्नको लागि चाहिँ केही पनि सामान नभएको हुँदा त्यहाँबाट चाहिँ हामीलाई रिफर गरिदिएको थियो। मिल्दैन नि भाइ, त्यत्रो धेरै फाटेछ। Dia macam dalam sangat kita sudah. Saya rasa itu kulit sudah keluar. Okey. Cuba tengok ini lain macam. Biasa dia ada kulit kan, ini sudah hilang kulit itu. So dia ada macam masih dia ada tanda cantik sikit lah. Macam jahit. Ha? Apa dia cakap? सिलाउनु पर्छ। देखा था पाया जाएगा tanya. Mau jahe, kalau tak jahe itu sudah. Coba dia takut itu kuman itu kotor masuk. Kasih sapu dulu, betul saya. Kita jahit sikit. Nanti 1 minggu itu kita buka jahit. Nanti dia akan ada parut sikit lah. Nanti saya kasih itu ubat jus. Nanti dia akan kurang, dia tak ada rasa punya. Coba kasih tahu lah. सुई लगाएर गर्छ रे। माथि सन्दैछ पट्टै फुटेछ। Safar banget sih. Gerak tangan okey, jangan pegang saja. Dia dalam tapaya sapu. Semalam kita orang buat dia dalam tapaya sapu. Kalau dia lantai, dalam masuk itu tanam-tanam yang ada masuk. Itu lantai macam ni. Bukan macam ini, dia itu road. Dua. Lalu kita cuci sajalah. Kita cuci. Lepas tu jahit sajalah. Lain sebab dia sangat kecil punya. Cuci okey. Lepas tu saya kasih tu ubah makan antibiotik lah. Ini yang nombor selain. Ini boleh tak dia hancur dekat ada menurut tu lagi. Itu jalan kereta semua. Jatuh bicycle. Dia dalam. सफा गर्दै गर्दा चाहिँ भाइलाई चाहिँ दुखेर भाइ चाहिँ छटपटिँदै थियो। अनि त्यहाँ सफा गर्ने बेलामै अलिकति भित्रसम्म नै काटेको हुँदाखेरि त्यो भित्र हड्डीमा नै असर परेको छ कि भनेर चाहिँ हामीले जुन मेडिकलमा एडमिसन गराएको थियौँ त्यो मेडिकलबाट चाहिँ हामीलाई सरकारी हस्पिटलमा जानको लागि चाहिँ रिफर गरिदिन्छु भनेर भन्यो। अनि भाइको त्यो एक्सरे गर्नुपर्ने हुँदा त्यहाँनिर एक्सरेहरू केही पनि नभएको कारणले गर्दा हामीलाई सरकारी हस्पिटलमा गएर एक्सरे गरेर मात्रै
पछि टाँका हान्ने भन्ने कुरा भएको थियो। अनि भाइको त्यहाँबाट त्यो मेडिकलले चाहिँ सफा गरेर चाहिँ हामीलाई चाहिँ अर्को हस्पिटल जानको लागि कुरा गर्दै थियौँ हामी। भाइले चाहिँ नसिलाउने, अब के अरे धेरै काटेको छैन भने नसिलाउने भनेर भन्दै थियो। तर काट्न चाहिँ अब थोरै काट्यो पनि अलिक गहिरो काटेको भएर चाहिँ एक्सरे गरेर हेर्नुपर्ने कारणले हामीलाई त्यहाँबाट चाहिँ रिफर गराइदियो। यो घटना चाहिँ एक दिन अगाडि नै भाइको एक्सिडेन्ट भएको थियो। एक्सिडेन्ट चाहिँ कस्तो खाले भएको थियो भने कुनै पनि गाडीहरूले हानेको चाहिँ केही भएको चाहिँ होइन। भाइहरू बेलुका अँध्यारोको बेलामा बाटोमा हिँड्दाखेरि चाहिँ बाटोमा परेर चाहिँ साइकल अनकन्ट्रोल भएर आफै लडेर अनि भाइको त्यो जुन घाउ भएको ठाउँ चाहिँ भुइँमा पछारेको जस्तो लाग्छ मलाई। त्यो भुइँमा परेर चाहिँ अनि काटेको, आफै लडेको, कुनै पनि गाडीहरूले केहीले हानेर ठोकेर त्यस्तो भएको चाहिँ होइन। त्यही भएर तपाईँहरू पनि साइकल लिएर हिँड्दाखेरि चाहिँ अलिकति ध्यानपूर्वक हिँड्नु होला। भाइलाई चाहिँ त्यहाँबाट चाहिँ रिफर गरेर चाहिँ हस्पिटल, ठुलो सरकारी हस्पिटलमा जानको लागि भन्दै थियो। अनि हामीले चाहिँ सरकारी हस्पिटलमा गयो भने चाहिँ फेरि त्यहाँनिर चाहिँ भर्ना गरेर 1-2 दिनै बस्नुपर्ने हुन्छ। त्यो भएर भाइले चाहिँ सरकारी हस्पिटल नजाने अनि हामी त्यहीँनिरको अर्को मेडिकलमा गएर जहाँ चाहिँ एक्सरे अनि सबै कुराको व्यवस्था छ त्यहाँ गएर चाहिँ हामीले फेरि एडमिसन गराएर चाहिँ भाइको सुरुमा हामीले एक्सरे गरेर हेर्नको लागि चाहिँ हामी त्यहाँनिर गयौँ। अनि त्यहाँबाट चाहिँ त्यो मेडिकलमा गएर चाहिँ एक्सरे गरिसकेर अनि के कस्तो हुन्छ अनि त्यही मेडिकलमा चाहिँ हामी उपचार गर्ने भनेर यो चाहिँ हामी दोस्रो मेडिकलमा गएर एडमिसन गराएर अनि हामी त्यहाँनिर सल्लाहहरू लिँदै थियो। अनि भाइको चाहिँ यो घोडाहरूमा अलिअलि घाउ लागेको छ, अरू ठाउँमा त्यस्तो धेरै चोट चाहिँ लागेको छैन। अनि त्यहाँनिर नर्सहरूले हेर्दै थियो त्यो खोलेर भाइको त्यो जुन घाउ सफा गरेर अनि त्यहाँ कतिको गहिरो घाउ भएको छ भने यो चाहिँ अर्को मेडिकलमा हो। अनि त्यहाँ कतिको गहिरो घाउ भएको छ, नत्र भने एक्सरे पनि नगर्ने भन्ने कुरा भएको थियो। अनि त्यहाँ यसो गरेर हेर्दाखेरि चाहिँ घाउ अलिकति गहिरो नै देखेको हुँदा भित्र हड्डीमा पनि असर परेको छ कि एक्सरे चाहिँ एकचोटि गरेर हेर्नुपर्छ भन्ने कुरा भयो त्यहाँ पनि। अनि त्यसपछि हामीले भाइलाई चाहिँ एक्सरे रुममा लगेर यो चाहिँ भाइको एक्सरे गरेको। एक्सरेमा त्यस्तो खासै प्रब्लम नआइसकेपछि चाहिँ अनि अब एक्सरेमा त्यस्तो प्रब्लम छैन। अब हामी चाहिँ यो के अरे टाँका मार्ने मिल्छ भन्ने कुरा भयो। त्यसपछि चाहिँ नर्सहरूले चाहिँ त्यहाँ टाँका मार्नको लागि चाहिँ सबै कुराहरू टुल्सहरू सबै रेडी गर्दैछ। भाइ चाहिँ डराइरहेको थियो, टाँका मार्दाखेरि दुख्छ यताउता भनेर भाइ डराउँथ्यो। टाँका नमार्ने भन्दै थियो। टाँका चाहिँ मार्नै पर्ने थियो किनकि अलिकति गहिरो काटेको थियो घाउ। सबै टुल्सहरू रेडी भइसकेपछि चाहिँ अनि डाक्टर आएर टाँकाको लागि रेडी गरेर त्यहाँनिर त्यो नदुख्ने सुई हाल्दै थियो भाइलाई। नदुख्ने सुईहरू हालेर अनि भाइको चाहिँ एकछिनमा टाँकाको सुरु भयो। अन्तिममा भाइको चाहिँ अब टाँका पनि मारेर सक्यो। 3-4 टाँका कि 5 टाँका चाहिँ मारेको छ। अब सबै कुरा ठिक भइसक्यो। सो त्यही नै हो, यस्तै भयो। परदेशी भूमिमा बिमारी हुँदाखेरि अलिकति गाह्रो नै हुन्छ। जुन दिन चाहिँ हामी पनि छुट्टी परेको थियो र भाइलाई लगेर ट्रिटमेन्ट गराएर लिएर आयौँ। अहिले चाहिँ राम्रो हुँदैछ। अनि यो बेन्डेज लगाइदिँदै थियो। अनि बेन्डेज नलाउने यसरी टाउकोमा भनेर भन्दै थियो। फेरि 2-4 दिनको लागि चाहिँ त्यो घाउ सुक्नको लागि बेन्डेज लाउनै पर्छ भनेर भनिसकेर चाहिँ अनि बेन्डेज बेर्दै थियो। भाइ चाहिँ यो पुरै माथिसम्म बेन्डेज बेर्यो भनेर बेन्डेज नलाउने भन्ने कुरा गर्दै थियो। अब के गर्ने, बिमारी भएपछि सबै कुरा भोग्नै पर्छ, यस्तै छ। अब हामी त्यहाँबाट चाहिँ ट्रिटमेन्ट गरेर रुमतिर फर्क्यौँ त्यसपछि। सो भिडियो तपाईँले हेर्नुभयो होला। बिहान चाहिँ हामी त्यहाँ अशोक भाइको त्यो अलिकति ट्रिटमेन्ट गर्नु थियो। मेडिकल गएर उसलाई त्यो के अरे त्यो घाउहरू सफा गरेर अनि 1-2 टाँका पनि हान्नु परेको थियो। अनि टाँका हालेर आयौँ। ढिला भइसक्यो थियो। हामी खानासाना खाएर अनि त्यसपछि राति सुत्नु पनि पाएन हिजो राम्रोसँग। अनि निन्द्रा लाग्यो। दिनभरि सुत्दै बल्ल आँखा बिम्झेर खुलेर अनि एकछिन यहाँ पसलतिर मार्केटतिर हिँडेको। बेलुका भइसकेको छ। अनि त्यहाँ एकछिन सब्जी ल्याउनु पऱ्यो। खास सब्जी ल्याएर चाहिँ खाना बनाउनु पर्ने हुन्छ। सो भिडियो के कस्तो लाग्छ हेर्दै गर्नु होला।
अनि धेरै भयो भिडियो सिडियो नहालेको पनि अब यो पछिको नेक्स्ट भिडियो चाहिँ अलिकति नयाँ ठाउँमा गएर घुमघामको भिडियो आउँछ। अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। अझै एक्लै लखर हिँडिरहेको छु, त्यहाँ एकछिन सब्जीहरू ल्याउनु पऱ्यो भनेर थोरै सब्जीहरू ल्याउनु पऱ्यो। अनि खानासाना बनाएर खाइन्छ, सुतिन्छ। भिडियो तपाईँहरूलाई म भरेसम्म देखाउँदै गर्छु, भिडियो हेर्दै गर्नु होला। हस् त, बाई बाई। आमा आएको गाडी यत्तिकै हिँडाइने बाटो क्रस गर्नु पर्ने, गाडी नआएको बेलामा गाइड जाम लागिरहेछ। अगाडि गर्दा भनेर देखाउँछु। रमन ट्याक्समा आइपुग्यो नेपाली चोक हो। अगाडि गएर फलफुलहरू हेर्छौँ के कस्तो रहेछ। आज त सागहरू बेच्नु राखेको छैन नि क्या यार। यहाँ अगाडि सागहरू बेच्नु राख्थ्यो, सागै छैन जस्तो रहेछ। यहाँ चाहिँ फलफुलहरू गाडीमा ल्याएर बेच्छ। यहाँनिर साग राख्थ्यो, आज सागै बेच्नु राखेको छ। यो रमडाक्सको होस्टेल भइहाल्यो, मेन अगाडिको। योबाट पछाडि धेरै ठुलो छ रमडाक्स कम्पनी। फाइनली मैले चाहिँ यहाँबाट तरकारी लिएर रमडाक्सबाट लिएको गाइस। हजार भइसक्यो, गएर खाना सब्जी बनाउनु पर्ने हुन्छ। अनि अगाडि नै गएर भेट्नेछौँ, खाना बनाएर आएर भेट्छु तपाईँहरूसँग। यति तरकारीको पत्ताउनु हुनु होला। 15 रुपियाँ गयो, 15 रुपियाँ कम हुन्छ। अनि सस्तो भन्नुहुन्छ, एक झोला भरेको छैन, 15 रुपियाँ झम सिकिन्छ। के भन्ने यस्तै छ। ल हस् त, अगाडि गएर भेट्छु, बाई बाई। हेलो साथीहरू, म चाहिँ अहिले कम्पनीमा छु। हिजो चाहिँ खानासाना खाएर सुतिहालेँ, भ्लग इन गर्नु पाएन। सो आज पनि थोरै केही बोलेर भ्लग इन गरौँ कि भनेर सोचिरहेको छु। अनि हिजो त्यस्तै भयो, हिजो बिहानदेखि बेलुकासम्म तपाईँहरूले देखाएँ। भाइको चाहिँ त्यो ट्रिटमेन्टहरू गऱ्यौँ। अनि आज चाहिँ भाइ छुट्टी बसेको छ, बिमारी भएर चाहिँ उसले चाहिँ छुट्टी लिएर बसेको छ। सायद उसको 2-3 दिन छुट्टी होला अब। अनि त्यही हो, विदेशमा अलिकति गाह्रो हुन्छ होइन। बिमारी भइसकेपछि चाहिँ अलिकति दुःख लाग्छ। मलाई पनि थोरै बिमारी हुँदा त मलाई लास्टै दुःख लाग्छ भने अब उसको त त्यस्तो भएको छ होइन। टाँका मारेछ, पारण गर्नु पनि हुन्छ, जे पाए त्यो खानु पनि भएन। त्यो घाउ गर्मी छ, घाउ फेरि पाक्ने साग्ने यताउता हुन्छ। खानेकुरा नखाएपछि त्यही इनर्जी हुँदैन, काम गर्न सकिन्न। त्यही भएर भाइले छुट्टी बसेको छ। सायद अब भाइ अब 4-5 दिनै छुट्टी हुन्छ होला उसको। अनि उसको जब के अरे त्यो टाँका मारेर आएको छ, मेरो 1-2 दिनपछि ड्रेसिङ गर्नु बोलाएको छ। त्यो के सफाहरू गर्छ होला। सो त्यही नै हो, रेस्ट गर्दैछ। अनि म चाहिँ अहिले कम्पनीको रेस्ट टाइममा छु। अनि आजको भ्लग चाहिँ यतै समाप्त गर्छु। तपाईँले यति बेलासम्म हेरेर साथ दिनुभयो। सो त्यही भन्न चाहन्छु, के कारणले भएको मैले भनिसकेँ, बुझ्नुभयो होला। अनि घटना यो एउटा मात्रै देखाएको हो, यस्तो घटना चाहिँ मेरो कम्पनीमा धेरै भइरहेको हुन्छ। भाइहरूले चाहिँ साइकलहरू खै के गरेर चलाउँछ भने खालि लड्ने, एक्सिडेन्ट हुने गर्छ। अलिकति बी केयरफुल हुनु पऱ्यो, केटा हो होइन। अरूको ठाउँमा साइकल चलाउँदाखेरि चाहिँ अलिकति ध्यान दिनु पऱ्यो। उनीहरू त कसैले हानेको पनि होइन, केही भएको नि आफै लडेको। अनि यस्तै गरेर अरू केटाहरू पनि त्यसै गरेर लडेर कोहीको हात फ्र्याक्चर हुने, कोहीको के हुने भइरहेछ। अनि त्यसरी लडेको बेलामा चाहिँ अर्को गाडी आएर चाहिँ हानिदियो भने झन् ठुलो धेरै दुर्घटना हुन सक्ने सम्भावना हुन्छ। त्यही भएर केयरफुल भएर चलाउँ साइकलहरू। अलिक बिस्तारै हिँडौँ, हतार नगरौँ, र अलिकति छिटो हिँडौँ तर बिस्तारै हिँडौँ हिँड्ने बाटोमा होइन। सो त्यही नै भन्न चाहन्छु। आजको भ्लग चाहिँ यतै समाप्त गर्छु। नेक्स्ट भिडियो लिएर आउने छु। अबको भिडियोहरू चाहिँ हामी लगातार आउनेछ। त्यही भन्दै आजलाई बिदा हुन्छु। हस् त, बाई बाई।